लजाको हेर्नु त हामी चाहिँ बुद्ध पार्कमा प्रवेश गर्दैछौँ। यहाँबाट यस्तो देखिन्छ है, यस्तो देखिन्छ यस्तो। त्यस पछाडि टिङ गर्छ नि, यसमा घन्टी रहेनछ नि। दामी दामी हरियो हरियाली वातावरण जिरी यसलाई के भन्छ? यसलाई चाहिँ फुल भन्छ। यसलाई चाहिँ फुल भन्छ, यसलाई चाहिँ फुल भन्छ है गाइस। यसलाई चाहिँ के को फुल भन्छ? यसलाई चाहिँ के को फुल भन्छ? यसलाई रोज होइन त? होइन होला, हो जस्तो लाग्यो। नेपालीमा भने नि गुलाफको फुल। अब सिद्धार्थ गौतम बुद्धको मूर्ति अगाडि आइपुगेका छौँ। अनि मूर्ति चाहिँ म अब देखाइहालेँ ठ्याक्क मेरो पछाडि। यो चाहिँ बुद्ध पार्कको भ्यू चाहिँ यस्तो छ। एक लट परिक्रमा गर्नु। यहाँ चाहिँ यस्तो बुद्धको उपदेशहरू, बुद्ध सम्बन्धी ज्ञान गुणका कुराहरू भित्तामा लेखेर टाँसिएको छ। अनि बुद्ध पार्कबाट देखिने माथिको यो गाउँ चाहिँ बुलडाँडा। मैले त नाम पनि झन्डै बिर्सेछु। लुङतार भन्नेको यसलाई भन्छ कि भन्दैन? त्यो घरको अगाडि गाड्नेलाई मात्रै लुङतार के अरे। तुल तोरण त्यस्तै के होला। Hero is coming from the behind. कस्तो लागिरहेछ बुद्ध पार्क आएर? बुद्धको शरणमा, बुद्धको मूर्ति अगाडि आएर कस्तो लागिरहेछ? दुई शब्द जवाफ के भन्ने हो थाहा छैन मलाई। एउटा भाषण देऊ न कडा, औँला तेर्सौँ ठडाउँदै। श्रीपादको सरकार हो। हैट, कस्तो चाहिँ नभनौँ। नो पोलिटिक्स इन द रिलिजन, इन द रिलिजियस एरिया। अब पानी पर्ला जस्तो छ, पारिबाट पानी आइरहेछ। ल अहिलेलाई यति नै गरौँ होला, फेरि पनि भेटघाट भइ नै हाल्छ। गुड बाई।